निसीखोला गाउँपालिकाको गुमरोल्पा भन्ने ठाउँमा छौँ। पक्कै पनि यो पहाडको यात्रा सहज भने छैन। देख्न सक्छौँ हामीले विभिन्न सडकहरूमा ढुङ्गाका पहराहरू, चट्टानहरू फुटाएर यसरी सडक निर्माण गरिएको छ। स्थानीय सरकारको आगमन सँगसँगै विभिन्न स्थानीय तहहरूमा सडकका पूर्वाधारहरू र अन्य भौतिक संरचनाहरू बन्ने क्रम त जारी नै छ। तर यद्यपि सरकारले यस्ता ठाउँहरूमा भौतिक संरचनाहरूमा रकम छुट्याएको, बजेट छुट्याएको भन्नेतिरलै सुनिन्छ। यद्यपि स्थानीय तहहरूले आफै बजेट छुट्टिएको बजेटबाट पनि छुट्याएर यसरी सडकहरू निर्माण गरेका छन्। यो भिर पहरा देख्न सक्नुहुन्छ। हामी एकदमै अफरोड ब्लकमा हामी छौँ। यो चाहिँ रोल्पा र बागलुङ जिल्लाको बोर्डर लाइनमा हामी छौँ। एउटा तल देख्न सक्नुहुन्छ मध्य पहाडी मार्ग। यो भिरबाट हामी यसरी ट्राभल गरिरहेका छौँ। ट्राभल गरिरहेका छौँ। त्यही भौतिक संरचना, भविष्यमा बन्ने भौतिक संरचना निर्माणको सर्वे गर्नको लागि, अध्ययन गर्नको लागि हामी यस्तो जोखिमपूर्ण यात्रा गर्न हामी गरिरहेका छौँ। जो प्राविधिक अध्ययन नै यति गाह्रो हुने गर्दछ। यसै अनुरूप सडक संरचनाहरू बन्छ, भौतिक संरचनाहरू बन्छ। यद्यपि यो हाम्रै काम, कर्तव्य र अधिकार रहेको छ। प्राविधिक शिक्षाको काम, कर्तव्य र अधिकार नै स्थानीय स्तरमा बसेर जनताको सेवा सुविधाको लागि कार्य गर्नु रहन्छ। देख्न सक्छौँ यो सडक अवश्य पनि सहज छैन। जोखिमपूर्ण यात्राहरू हामी गरिरहेका छौँ र हाम्रो त्यो जीवनको दौरानमा यस्तै जोखिमपूर्ण यात्राहरू सम्झन लायक बन्नेछन्। तल देख्नुहुन्छ तपाईँहरूले मध्य पहाडी रूपमार्ग तल देखिरहेका छौँ हामीले। हामी करिब 2700 मिटरको हाइटबाट तल झरिरहेका छौँ। 2700 मिटरको हाइट हुँदै तल हामी करिब 1200-1300 मिटरको हाइटमा तल झर्नेछौँ। यो सडक हुँदै झर्नेछौँ। भयो बन्द गर्नु।